राष्ट्र र नागरिकका सच्चा सेवक र मित्रताका प्रतिनिधि हुन् अमर प्रहरी। कुशल एवं इमान्दारी, त्याग र तपस्या गर्न सक्ने कर्तव्यनिष्ठ र बहादुर प्रहरी नेपाली नागरिकको आजको अपेक्षा हो। नेपाल प्रहरीका यिनै वीर सपूतहरूको गौरवपूर्ण गाथाले नेपाल प्रहरीको इतिहास स्वर्ण अक्षरले चुनिएको छ। आफ्नो समर्पण भाव, निष्ठा, त्याग, तपस्या, बहादुरी र कर्तव्य परायणताले कर्तव्यको बेलबुदीमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर प्रहरी र उहाँहरूका परिवारजनमा हामी शिर झुकाएर नमन गर्न चाहन्छौँ। अबको क्रममा नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएको अक्षय कोषहरूको विवरण समेटिएको प्रहरी स्मारिका 2082 को लोकार्पण गरिदिनु हुन प्रमुख अतिथिको समक्ष हार्दिक अनुरोध गर्दछु। यस पश्चात प्रथम महिला प्रहरी सम्मेलनको कफी टेबल बोर्ड लोकार्पण गरिदिनु हुन प्रमुख अतिथिज्यूमा सादर निवेदन गर्दछु। कार्यक्रम अनुसार अबको क्रममा प्रहरी दलको 2082 लोकार्पणको कार्यक्रम रहेको छ। प्रहरी दर्पण 2082 लोकार्पण गरिदिनु हुन प्रमुख अतिथि माननीय गृहमन्त्री श्री ओमप्रकाश अर्यालज्यूमा हार्दिक अनुरोध गर्दछु। प्रहरी स्मारिका 2082 का साथै कफी टेबल बोर्ड र प्रहरी दर्पण 2082 लोकार्पण गरिदिनु भएकोमा प्रमुख अतिथि माननीय गृहमन्त्रीज्यूमा हार्दिक आभार व्यक्त गर्दछु।